हेलो गाइस है सबैलाई आज मेरो यो नयाँ भिडियोमा वेलकम छ है सबैलाई। अस्तिको भिडियो हेर्नुभयो होला सबैले हैन। अनि आज चाहिँ सानो एउटा अपडेट चाहिँ लिएर आइदिउँ भनेर हो हैन है। के अपडेट भन्दाखेरि अब यसलाई मोडिफाई गर्ने कुरा थियो नि, जुन हामीले गरेको थियौँ नि प्रपर मोडिफिकेसन पर्फर्मेन्स बेस्ड मोडिफिकेसनको लागि कुरा गरेको थियो हैन। त्यसकै लागि चाहिँ एउटा सानो अपडेट आएछ है। मैले RX 135 को ब्लक खोजिरहेको थिएँ है। ब्लक खोजिरहेको थिएँ, ब्लक चाहिँ पाइएन हैन। एकदम गाह्रो क्या, सामान्य नपाउने हैन RX 135 को ब्लक। अनि बल्ल बल्ल गरेर चाहिँ एउटा मैले के भन्ने एउटा दाइलाई मैले भनेर एउटा 135 को ब्लक अर्डर गरेको छु इन्डियाबाट आउनलाई हैन। जस्ट विदिन 7 to 10 डेजमा चाहिँ त्यो RX 135 को ब्लक आउँछ। RX 135 स्पेसली त्यो RXG है, जी फर ग्याङ्स्टर भनौँ न है। RXG को चाहिँ ब्लक आउँछ है। अनि त्यो ब्लक चाहिँ अब त्यसपछि हामीले त्यो ब्लक यसमा चेन्ज गर्छौँ। अनि बिस्तारै बिस्तारै अब भनौँ न स्टेप बाई स्टेप है मोडिफाई भन्दा नि पर्फर्मेन्स इन्हान्स गर्नलाई चाहिँ हामी पार्ट्सहरू चेन्ज गर्छौँ कन्स्ट्यान्टली हैन। अब यो कुरा त भयो हैन। अब बिस्तारै बिस्तारै सबै कुरा एकैचोटि भन्नु मजा आउँदैन हैन। भनौँ न एउटा एउटा गर्दै बिस्तारै बिस्तारै सबै चिज अपग्रेड गरौँला हैन। अब नेक्स्टमा चाहिँ अब फर्स्ट गर्ने चाहिँ हामी ब्लक लिएर आउँछौँ हैन। अनि ब्लक इन्स्टल गरिहेर्छौँ। ब्लक इन्स्टल गरेपछि त्यसको भनौँ न एउटा बेस लाइन भनौँ न 135 को ब्लक हालेपछि त्यसलाई बेस लाइन एउटा लिन मिल्यो। अनि त्यसपछि चाहिँ हामी अगाडि बढ्छौँ है। अब मेरो भिजन चाहिँ के छ भने यो बाइकमा चाहिँ एनी एन्ड एभ्री जुन पार्ट मैले पर्फर्मेन्सको लागि पर्फर्मेन्स इन्हान्स गर्नुको लागि मैले चेन्ज गर्न सक्छु म सबै गर्छु हैन। वेदर एउटा सानै केबलै होस् हैन अथवा एउटा स्पार्क प्लग को क्यापै होस् हैन, फुल्ली पर्फर्मेन्स बेस मात्रै हामी पर्फर्मेन्सलाई बेसिस लिएर हामी अगाडि बढ्छौँ है। अनि अहिले चाहिँ मैले बिचमा एउटा सानो कुरा चाहिँ के ल्याउनु खोजेँ हैन। अस्ति मलाई 2-4 जना भनौँ न ब्रदरहरूले मलाई एउटा क्वेसन सोध्नु भएको थियो क्या है। त्यो पनि क्लियर गरिदिनलाई आएको मैले हैन। क्वेसन चाहिँ के थियो भने यो मैले यहाँ टुटी पम्पमा मैले यो ट्रान्सपेरेन्ट पाइप युज गरेको छु नि अटो ल्युब सिस्टमबाट कार्बोरेटरमा टुटी जानलाई। अब युजली त यो ब्ल्याकमा आउँछ, ट्रान्सल्युसेन्ट हुँदैन यो हैन, ब्ल्याक कलरमा आउँछ। अनि तर उहाँले चाहिँ ब्रदरहरूले चाहिँ के सोध्नु भयो नि मैले कसरी चेन्ज गरेँ, मैले कहाँबाट सामान लिएर आएँ भनेर है। अब मैले भनौँ न यो स्पेयर पार्ट्स पसलहरू मैले सबै खोजेँ है। यो चाहिँ नेपालमा नपाउने रहेछ हैन। नेपालमा नपाउने रहेछ, पाएँ भने पनि एक्ज्याक्ट लेन्थ नपाउने क्या, हामीलाई चाहेको लेन्थ चाहिँ नपाउने हैन। अब पाइप पायो भने पनि कस्तो भन्दा तपाईँले त्यो निब्बीहरूको अथवा PWK कार्बोरेटर्सहरू हुन्छ नि, PWK कार्बोरेटर्सहरू त्यसको चाहिँ एक्स्ट्रा भनौँ न ब्रिदर पाइप्सहरू चाहिँ भनौँ न एक्स्ट्रा आएको हुन्छ, त्यो युज गर्नलाई सजेस्ट गर्छ। तर त्यसको चाहिँ लेन्थ पुग्दैन है, त्यसको चाहिँ लेन्थ पुग्दैन हामीलाई। त्यही भएर मैले चाहिँ के जुगाड लगायो भने अब भनौँ न जुगाड गर्नै पर्यो हैन। यो पाइप है, यो पाइप मैले थुप्रै चिजहरू ट्राई गरेँ। जस्तो हाम्रो यो मेडिकल ग्रेड भन्छ नि, अब त्यो IV लाइन्सहरूमा युज गर्ने हुन्छ नि, त्यो सेलिन पानीहरू चलाउने पाइप हुन्छ नि, त्यो पाइप पनि ट्राई गरेँ। तर त्यो पाइप चाहिँ के हुँदो रहेछ नि, यो टुटी ओइल युज भइसकेपछि त्यो बिस्तारै हार्ड हुँदै जाने अनि क्र्याक हुन्छ क्या पछि है। क्र्याक भइसकेपछि त हामीलाई कामै लागेन हैन। त्यही भएर चाहिँ मैले के अप्सन पाएँ भन्दाखेरि तपाईँहरूलाई यो पाइप चाहिँ खास मैले के युज गरेँ भने एक्वेरियम पसलहरू हुन्छ नि, एक्वेरियम त्यो माछा राख्ने फिस हबिस्टहरूलाई थाहा छ, त्यो अक्सिजन नभनौँ, त्यो अब के भन्नु अक्सिजनै भनौँ, अक्सिजनको त्यो मोटरले कनेक्टेड हुन्छ नि, त्यो मोटरबाट आउने पाइप चाहिँ यो हो। मैले चाहिँ त्यही युज गरेको। एक्वेरियम सपमा गएँ मैले अनि यो पाइप किनेर लिएर आएँ हैन। यो पाइप किनेर लिएर आएँ। अनि अब भनौँ न पाइप त लिएर आएँ, तर अब यहाँ फिटिङ गर्न चाहिँ गाह्रो छ क्या यहाँ है। किन भन्दाखेरि यहाँ एकदम सानो छ होल हैन। अनि यो पाइप मजाले छिर्दैन क्या है। यो एक्चुअली यो पाइप चाहिँ त्यो नर्मल पाइपभन्दा अलिकति ठुलो छ हैन, धेरै त होइन, त्यही 2 मिलिमिटर जति अलिकति ठुलो छ।
त्यही भएर चाहिँ अलिकति छिराउन गाह्रो हुन्छ है। म तपाईँलाई चाहिँ के सजेस्ट गर्छु भने एक्वेरियम पसलबाट पाइप लिएर आउनु भयो भने एटलिस्ट 1 मिटर पाइप चाहिँ लिएर आउनु है। 1 मिटर पाइप लिएर आउनु भयो भने तपाईँले के हुन्छ नि अलिकति भनौँ न एडजस्टमेन्टको लागि रुम हुन्छ है तपाईँसँग। त्यसपछि यो खोल्नु तपाईँले है। यहाँ चाहिँ भित्र टुटी पम्प यसको यहाँ सिचुएटेड छ है। अनि यहाँबाट यहाँ पाइप ल्याउनुलाई चाहिँ के गर्ने भने यो पाइप तपाईँले युज गर्नुहुन्छ होइन। यो पाइपमा चाहिँ एउटा तपाईँ हार्डवेयर पसल जानु, हार्डवेयर पसल गएर त्यो ढलान तार भन्छ नि भनौँ न ढलान गर्ने बेलामा बान्ने तार हुन्छ नि स्टिलको, त्यो स्टिलको तार माग्नु होइन। अनि यो पाइपलाई चाहिँ एउटा एन्डमा चाहिँ त्यो पाइप त्यो ढलान तारले चाहिँ पियर्स गर्नु है। त्यो पाल बनाएर छेडेर त्यसलाई अनि लामो बनाउनु नि। अनि त्यो त कस्तो हुन्छ भने त्यो चाहिँ फ्लेक्सिबल हुन्छ क्या भनौँ न, एउटा सेप त्यसले होल्ड गर्छ। तपाईँले जता बङ्गाउनु भयो त्यतै बङ्गाउनु भयो होइन। एउटा एन्डमा चाहिँ पाइप है, त्यसलाई त्यो एउटा एन्ड त्यो पाइपको एउटा एन्डमा चाहिँ तपाईँले त्यो ढलान तार हाल्नु पियर्स गरेर, अनि त्यो ढलान तारलाई चाहिँ यहाँबाट फिट गर्नु क्या है। त्यसलाई यहाँबाट यो वालबाट यहाँबाट फिट गर्नु, अनि यता एउटा ग्याप छ त्यो ग्यापबाट निस्किन्छ होइन। अनि डाइरेक्ट फिट गर्नु क्या, डाइरेक्ट केही फरक पर्दैन। तपाईँको यदि लिक छ भने चाहिँ है, तपाईँको लिक छ भने एउटा पिन लक पाउँछ, पिन लक हाल्दा पनि भयो होइन। क्ल्याम्प भनौँ न क्ल्याम्प पनि पाउँछ, त्यो पनि भएन अनि जिप टाई युज गर्दा पनि भयो होइन। अब कसैकोमा चाहिँ डाइरेक्ट फिट हुन्छ क्या, टाइटै हुन्छ है। यो लेटर मिकार्ब भन्छ नि, इन्डियन मिकुनी, इन्डियन आरएक्सहरूमा कार्बोरेटर इन्डियन कार्बोरेटर आउँछ नि, त्यसमा चाहिँ डाइरेक्टै फिट हुन्छ यो टाइट है। त्यसमा क्लियरेन्सको प्रब्लम हुँदैन, तर जापानिज कार्बमा चाहिँ हुन्छ है। त्यही भएर तपाईँले ढलान तारले बान्दा पनि भयो, जिप टाईले बान्दा पनि भयो होइन। अनि अब यो त भइहाल्यो। यसको एडभान्टेज चाहिँ अब यदि तपाईँको टुटिसकेको छ अनि तपाईँलाई यादै भएन, अब यो टुटी त सधैँ याद गर्ने कुरा भएन नि होइन। त्यही भएर यहाँबाट तपाईँले भिजुअली हेर्न सक्नुहुन्छ। अनि कस्तो भन्नाले यसमा कहिलेकाहीँ एयर बबल्स पनि बस्छ है। जस्तो तपाईँको डिस्क ब्रेकहरूमा भनौँ न डिस्क ब्रेकहरूमा हावा छिर्छ नि सिस्टममा, यसमा पनि कहिलेकाहीँ हुन्छ। यसको पनि छ यहाँ ब्लिडर भनौँ न ब्लिडर एउटा स्क्रु हुन्छ, त्यो स्क्रु खोल्यो भने तपाईँले त्यो सिस्टमभित्र भएको सबै हावा निकाल्न सक्नुहुन्छ होइन। अब तपाईँले अब कार्बोरेटर राम्रोसँग सेट गर्नुभयो भने अथवा यो टुटी पम्प राम्रोसँग सेट गर्नुभयो भने त्यस्तो एक्सेसिभ धुवा चाहिँ फाल्दैन है। त्यो मान्छेले भन्छ नि धेरै धुवा आउनुपर्छ, त्यो खास गरी एक्युरेट होइन है त्यो कुरा है। किन एक्युरेट होइन भने यसमा चाहिँ यसको सिस्टममा हुन्छ नि फ्याक्ट्रीबाटै के भनेर आएको छ भने 1 ड्रप एभ्री 4 सेकेन्ड्समा है। त्यो भयो भने चाहिँ प्रपरली ल्युब्ड हुन्छ, प्रपरली ल्युब्ड हुन्छ। अनि एक्सेसिभ ल्युब गर्नुभयो भने चाहिँ तपाईँको कस्तो हुन्छ नि धेरै धुवा आउने, अनि स्लज जम्ने होइन, अनि कार्बन जम्ने हेडमा, अनि अब त्यो भएपछि तपाईँको पर्फर्मेन्स तल जाने नै भयो है। अब यो त हाल्नुभयो त एस्थेटिकल्ली पनि राम्रो देख्छ, एउटा यसको फङ्सन पनि छ होइन। अब क्लियर छ, एयर बबल्सहरू छ भने त्यो देखिहाल्छ, अथवा के अरे टुटी ओइल फ्लो भइरहेको छैन भने पनि तपाईँलाई थाहा भइहाल्छ है। अब यति त भइहाल्यो। अब नेक्स्ट भिडियो चाहिँ तपाईँलाई म RX 135 को ब्लक आयो भने, ब्लक आइसकेपछि म अर्को भिडियो बनाउँछु होइन। अथवा बिचमा मैले अरू केही सामानहरू पाइहालेँ भने है, त्यो पर्फर्मेन्स हाम्रो यो मोडिफिकेसन गर्नुलाई मैले त्यो बिचमा पाउने सामानहरू के पाइहालेँ भने म त्यो सामानको भिडियो चाहिँ बनाउँछु होइन। मैले कहाँबाट किनेँ होइन, कताबाट किनेँ, कतिमा किनेँ सबै म त्यो भनिदिँदै जाउँला है। अब त्यो आजको लागि फर्स्ट चाहिँ यही अब टुटी पम्पको पाइप मैले तपाईँलाई भनिदिइहालेँ है। जस त्यो ब्रदरहरूलाई आफ्नो डाउट्सहरू क्लियर भयो होला है। ल अब यति नै भयो। अब चाहिँ नेक्स्ट भिडियोमा भेटौँला है। अब त्यसपछि चाहिँ हामी मोडिफिकेसनतिर लाग्छौँ है। फर्स्ट चाहिँ 135cc को बोर है। ल गाइस टेक केयर है, सी यू अन द नेक्स्ट वान।